नमस्कार सबैलाई। आज पनि एउटा फेरि अलिकति बुझ्नै पर्ने खालको सन्देशमूलक केही तपाईँहरूलाई म भन्न चाहन्छु। हामी नेपालीको एउटा एकदम नराम्रो बानी भनौँ, हामी आफै चाहिँ मलाई यस्तो समस्या भएको छ, यसको उपचार गर्नु पर्यो भन्दै हस्पिटल जान्छौँ। तर समस्या चाहिँ के हो, के भइरहेछ भन्ने कुरा हामी त्यसलाई पत्ता लगाउनतिर लाग्दैनौँ। अझ भनौँ हामी स्वास्थ्य कर्मीको सल्लाह अनुसार उपचार गर्दैनौँ कि त एकदम सिकिस्तै सिरियस एडमिट भएरै बस्नुपर्ने, भर्ना भएरै बस्नुपर्ने, औषधि उपचार गर्नुपर्ने अवस्था हुनुपर्छ। होइन भने हामी स्वास्थ्य कर्मीहरूले भनेको कुराहरू मान्ने, सुन्ने, टेर्नेवाला छैन। यो चाहिँ हाम्रो एकदम वास्तवमै खराब बानी छ। एउटा उदाहरण दिन्छु म तपाईँहरूलाई। मैले यहाँ हेरिरहेको केस त्यस्तै भइरहेको रहेछ। एकजना आमा हुनुहुँदो रहेछ। म चाहिँ दुई तिन महिनामा धेरैवटा मेडिकल धाइरहने। अनि मलाई कमजोरी भयो, मलाई स्लाइन लाउनु पर्यो, म स्लाइन लाएपछि ठिक हुन्छु भन्ने। अनि क्लिनिकहरूमा पनि नर्मली स्लाइन लगाइदिने, 1200-1500 रुपियाँ लिने। अनि स्लाइन लगाइसकेपछि एउटा मल्टिभिटामिन इन्फ्युज गरेर लगाइन्छ। अनि उहाँलाई केही आराम भयो जस्तो हुँदो रहेछ। प्रत्येक 2-3 महिनामा उहाँलाई स्लाइन नलगाइ नहुने, स्लाइन लाउनै पर्ने। जहाँ यहाँ मैले लगाइदिन हुँदैन भन्यो भने अर्को ठाउँमा गएर पनि लाउने। उहाँ किन मलाई यो सब भइरहेको छ भनेर चाहिँ त्यो समस्या पत्ता लगाउने पक्षमा हुनुहुन्न। मात्रै के छ त, मलाई स्लाइन लाउनुपर्छ, म स्लाइन लगाएपछि मलाई आराम हुन्छ भन्ने। तर 2-3 महिनामा जाने, स्लाइन लगाइहाल्ने। म कहाँ पनि त्यसरी नै आइपुग्नु भयो र मैले उहाँको समस्या सुनिसके पछाडि उहाँलाई कन्भिन्स गराएँ, स्लाइन लाएर तपाईँको समस्याको दीर्घकालीन समाधान होइन। स्लाइन लाएर, भिटामिन लाएर तपाईँलाई 2-4 दिन, 1 महिना, 15 दिन आराम भयो जस्तो हुन्छ भन्दा उहाँले पनि त्यही भन्नुभयो। म स्लाइन लाउँछु, म 3 महिना, 2 महिनादेखि 3 महिना ठिक हुन्छु भन्नुभयो। अनि मैले उहाँलाई फेरि प्रश्न गरेँ, तपाईँ वर्षमा 4देखि 6 पल्ट स्लाइन लाउन फेरि आइरहने हो त, कि समस्या के हो पत्ता लगाउनु पर्यो भन्दा उहाँ सुरुमा त उहाँ कन्भिन्स हुने पक्षमै हुनुहुन्थ्यो। उहाँ सेल्फ डक्टर भएर आउनुभएको थियो कि मलाई स्लाइन लाएपछि मेरो समस्या ठिक हुन्छ। त्यस पछाडि मैले उहाँलाई कन्भिन्स गराएँ र उहाँको मैले भिटामिन प्रोफाइल र इलेक्ट्रोलाइट्सहरू हेरेँ। धेरै केही पनि हेरिनँ, सोडियम, पोटासियम, क्याल्सियम हेरेँ, भिटामिन B12 र भिटामिन D हेरेँ। उहाँको समस्या चाहिँ हातखुट्टा झमझम गर्ने, गल्ने, हिँड्न मन नलाग्ने, एकदमै धेरै गल्ने, जिउ दुखे जस्तो हुने, मासु दुख्ने, पिडुला फर्किने, यो खालका यावत समस्याहरू उहाँको थियो। एकदमै जिउ चाहिँ पुरै झमझम गर्ने, रिङाटा लागे जस्तो हुने, उठेर हिँड्नै नसक्ने, हिँड्नै मन नलाग्ने। अनि उहाँलाई चाहिँ म कमजोरी भएँ भन्ने महसुस हुने, कहिले यहाँ, कहिले त्यहाँ, कहिले अर्कोमा, कहिले उता जाने, 2-3 महिनामा एउटा 2टा स्लाइन लाउने, मल्टिभिटामिन लाउने, अनि फर्केर आउने। यहाँ मसँग आइसकेपछि चाहिँ मैले उहाँलाई कन्भिन्स गराएर स्लाइन उहाँ लगाउन त लाएरै छोड्नुहोस्, स्लाइन लाउन उहाँलाई एकदम त्यो हुन्छ नि, सेल्फ मलाई यो भएपछि मात्रै ठिक हुन्छ भन्ने उहाँको मनस्थिति परिसकेको हुनाले ठिक छ तपाईँ स्लाइन पनि लगाउनु, तर समस्या चाहिँ पत्ता लगाउन त भन्ने हिसाबले उहाँलाई कन्भिन्स गराएर भिटामिन D, भिटामिन B12, सोडियम, पोटासियम र क्याल्सियम हेर्नलाई मैले कन्भिन्स गरेँ। ब्लडबाट हेरियो पनि। अनि रिपोर्ट आइसके पछाडि मलाई त थाहा थियो यो उहाँको समस्या यही छ भन्ने हिसाबले। अनि मैले उहाँको रिपोर्ट देखाइसके पछाडि त्यस पछाडि मात्रै बल्ल उहाँ चाहिँ कन्भिन्स भए जस्तो हुनुभयो क्या। अब भिटामिन D, भिटामिन B12 अलिकति खर्चिलै टेस्ट हो, पैसा लाग्ने खालकै। अनि त्यस पछाडि मात्रै उहाँलाई मैले अहिलेसम्म चाहिँ मैले गलतै गरिरहेको रहेछु, स्लाइन लाउन नहुने रहेछ, अथवा अनावश्यक मैले शरीरमा स्लाइन मात्रै लगाइरहेको रहेछु भन्ने चाहिँ त्यस पछाडि मात्रै उहाँलाई महसुस भयो। किनभने नर्मल रेन्जभन्दा धेरै 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 कममा चाहिँ उहाँको इलेक्ट्रोलाइट्सहरू, भिटामिन B12 को अवस्था थियो। त्यस पछाडि उहाँलाई भिटामिन B12 नै मैले अगाडि नै इन्जेक्सनमा इन्फ्युज गरेर स्लाइनमा लगाएको थियो भने पछिबाट फेरि डोज अनुसारले सेड्युल बनाएर ओरल्ली र IM फर्ममा भिटामिन B12 राखियो। अहिले लगभग 10 दिन
लगभग दोस्रो हप्ता चल्दैछ, उहाँलाई धेरै सुधार भएको छ। अनि उहाँ आएपछि अथवा यहाँ हिँडेपछि एकपल्ट आएर निस्केर जानुहुन्छ। त्यसै गरी त्यही भएर म तपाईँहरूलाई बारम्बार के भन्छु भने आफैले मलाई यस्तो भयो भन्ने हिसाबले सोचेर उपचार कहिले पनि नगर्नु, अथवा आफैलाई लागेको भरमा गएर फार्मेसीमा गएर औषधि मागेर किनेर चिकित्सकको सल्लाह बिना नजचाइकन औषधिहरू प्रयोग नगर्नु होला। उहाँले लगभग विगत 6-7 वर्षदेखि त्यही नै गरिआइरहनु भएको छ। वर्षमा 4 देखि 6 पल्ट स्लाइन लाउने, एकदम नर्मल स्लाइन अथवा आरएल लाउने अथवा मल्टिभिटामिन त्यसमा इन्फ्युज गरेर लगाउने। तर समस्याको समाधान चाहिँ हुँदैन। 2 महिना 3 महिना पछाडि फेरि उहाँलाई त्यस्तै हुने, उहाँलाई स्लाइन लाउनै पर्ने। उहाँलाई एउटा एकदम साइकोलोजिकल असरै परिसक्यो कि मलाई स्लाइन नलगाइकन 2 महिनादेखि 3 महिनामा मलाई स्लाइन नलगाइकन म ठिक हुँदिनँ। त्यही भएर यदि तपाईँहरूलाई पनि जिउ हातखुट्टा झमझम गर्ने, पोल्ने, गल्ने, एकदम शरीर पिडुलाहरू दुख्ने, मासु दुख्ने, मसल्स दुख्ने, जिउ निदाए जस्तो हुने समस्या छ भने एकपल्ट अनिवार्य भिटामिन B12, त्यस पछाडि तपाईँलाई यदि सुगरको औषधि खानुहुन्न भने ब्लड सुगर ऱ्यान्डम र तपाईँको शरीरको इलेक्ट्रोलाइट्सहरू सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता इलेक्ट्रोलाइट्सहरू चेक गर्नुपर्छ र त्यही अनुसारले औषधि प्रयोग गर्नुपर्छ। मलाई दुख्छ, मलाई पोल्छ, म कमजोरी भए म स्लाइन लाउँछु भन्ने हिसाबले अनावश्यक कसैले पनि त्यसरी स्लाइन लाउनु राम्रो होइन। आवश्यकताको आधारमा प्रयोग गर्ने औषधि नै हो स्लाइन पनि। चिकित्सकहरूले आवश्यक देखे र तपाईँको शरीरलाई वास्तवमै आवश्यक छ भने प्रयोग पनि गर्नुपर्छ। तर म कमजोरी भए म एकदम स्लाइन लाउनुपर्छ भन्ने हिसाबले सोचेर कहिले पनि त्यसरी अन्धधुन्द शरीरमा फ्लुइड लगाउने काम नगर्नु होला। समस्या के हो पत्ता लगाउनु होला, होइन भने समस्या जस्ताको त्यस्तै हुन्छ, समाधान हुँदैन। त्यसैले जिउ पोल्ने, फेरि पनि भने मैले जिउ पोल्ने, मासुहरू जमजम गर्ने, निदाए जस्तो हुने, हिँड्न मन नलाग्ने, जिउ गले जस्तो हुने, अल्छी लाग्ने, त्यो खालको समस्याहरू केही पनि छ भने एकपल्ट अहिले मैले यी भनेका जाँचहरू गर्नुपर्छ। यदि तपाईँको शरीरमा भिटामिन B12 डिफिसियन्सी भयो भने अहिले मैले भने जस्ता लक्षणहरू देखिन्छन् र धेरै गाह्रो पनि हुनसक्छ यो कुराले गरेर। किनभने शरीरलाई एउटा आफ्नो फङ्सन गर्नलाई चाहिने तत्त्वहरूमध्येको अथवा भिटामिनहरूमध्येको एउटा महत्त्वपूर्ण भिटामिन हो। यसले चाहिँ तपाईँको मांसपेशीलाई अथवा नर्भस सिस्टमलाई नै धेरै समस्या बनाउने काम गर्दछ। सजग रहौँ, सतर्क रहौँ। त्यसैले अनावश्यक रूपमा आफैले सेल्फ रूपमा फार्मेसीमा गएर काहीँ पनि औषधि किन्ने, प्रयोग गर्ने अथवा मलाई स्लाइन लगाइदिनु पर्यो भन्ने हिसाब, म कमजोरी भए म स्लाइन नलगाइ निको हुँदिनँ, मलाई स्लाइन लगाइदिनु भन्ने हिसाबले कहिले पनि स्लाइन नलगाउने, चिकित्सकको सल्लाह लिने। अनि मैले भने जस्तो समस्याहरू छ भने एकपल्ट भिटामिन B12 अनि तपाईँको शरीरको इलेक्ट्रोलाइट्सहरू र ऱ्यान्डम ब्लड सुगरलाई चाहिँ हेर्ने, कम्तीमा पनि यति कुराहरू हेर्ने र आवश्यक परेमा मात्रै चिकित्सकको सल्लाह अनुसार स्लाइन तथा औषधिहरू प्रयोग गर्ने गरौँ भन्दै आज चाहिँ भिटामिन नमस्कार। हस् त, भिटामिन नमस्कार।